सबैजनालाई दर्शन नमस्ते। यो चाहिँ मेरो घर हो। हामी 5 भाइ बहिनी थियौँ। बुवा मम्मीको सम्पूर्ण भाइ बहिनीले चाहिँ यही घरमा आफ्नो बाल्य अवस्था बिताएका थियौँ। सानो छँदा हाम्रो सम्पूर्ण बाल्य अवस्था, हाम्रो आँगन, खेल्ने घर, हामी बस्ने बास यही थियो। यसले हामीलाई ठुलो बनाएको थियो। यो घर आफू दिन प्रतिदिन पुरानो हुँदै गएको थियो, तर हामीलाई दिन प्रतिदिन ठुलो बनाउँदै हामीले आफ्नो भविष्यको लक्ष्यसम्म पुग्न सफल गरेको, वासस्थान भएको, हामी यहाँ खेल्ने, रमाउने, हाँस्ने, हाम्रा सारा सम्पूर्ण कुराहरूको इतिहास यहाँ जोडिएको छ। हामी भाइ बहिनीहरू यहाँ खेल्थ्यौँ, रमाउँथ्यौँ। त्यसपछि बिचमा भत्किएर फेरि बुवाले त्यसलाई मर्मत गरेर राखिएको हो। यो घरमा चाहिँ छोराछोरीको चिन्नुहुन्छ भनेर बुवाले पछिसम्म राख्ने भनेर नभत्काइकन यस्तै राखेको छ। यहाँ अहिले कोही पनि बस्दैन, धेरै वर्ष भइसक्यो यहाँ बस्न छोडेको। यहाँ यसरी विभिन्न प्रकारका देख्न सक्नुहुन्छ, आँपहरू छ, केराहरू छ, कागतीहरू छ, सम्पूर्ण बेलुतीको बुट्टाहरू छ, घाँसपात छ, यत्रो जङ्गल, घर, आँगन सब यो हाम्रो बुवाको आफ्नो जीवनको मेहनत, परिश्रम, कमाइ थियो। अहिले यो हाम्रो यत्तिकै संरक्षित गरेर राखेको छ बुवाले, बाख्रा पाठाको लागि, घाँसपातको लागि। अनि अहिले चाहिँ अलि तल गएर सुबाघाटमा बस्दै हिँड्छ। यो चाहिँ सिमल गैरा भन्ने ठाउँ थियो। यहाँ हाम्रो बाल्य अवस्था जोडिएको थियो। सबैजनालाई दर्शन नमस्ते। यो चाहिँ मेरो घर हो। हामी 5 भाइ बहिनी थियौँ। बुवा मम्मीको सम्पूर्ण भाइ बहिनीले चाहिँ यही घरमा आफ्नो बाल्य अवस्था बिताएका थियौँ। सानो छँदा हाम्रो सम्पूर्ण बाल्य अवस्था, हाम्रो आँगन, खेल्ने घर, हामी बस्ने बास यही थियो। यसले हामीलाई ठुलो बनाएको थियो। यो घर आफू दिन प्रतिदिन पुरानो हुँदै गएको थियो, तर हामीलाई दिन प्रतिदिन ठुलो बनाउँदै हामीले आफ्नो भविष्यको लक्ष्यसम्म पुग्न सफल गरेको, वासस्थान भएको, हामी यहाँ खेल्ने, रमाउने, हाँस्ने, हाम्रा सारा सम्पूर्ण कुराहरूको इतिहास यहाँ जोडिएको छ। हामी भाइ बहिनीहरू यहाँ खेल्थ्यौँ, रमाउँथ्यौँ। त्यसपछि बिचमा भत्किएर फेरि बुवाले त्यसलाई मर्मत गरेर राखिएको हो। यो घरमा चाहिँ छोराछोरीको चिन्नुहुन्छ भनेर बुवाले पछिसम्म राख्ने भनेर नभत्काइकन यस्तै राखेको छ। यहाँ अहिले कोही पनि बस्दैन, धेरै वर्ष भइसक्यो यहाँ बस्न छोडेको। यहाँ यसरी विभिन्न प्रकारका देख्न सक्नुहुन्छ, आँपहरू छ, केराहरू छ, कागतीहरू छ, सम्पूर्ण बेलुतीको बुट्टाहरू छ, घाँसपात छ, यत्रो जङ्गल, घर, आँगन सब यो हाम्रो बुवाको आफ्नो जीवनको मेहनत, परिश्रम, कमाइ थियो। अहिले यो हाम्रो यत्तिकै संरक्षित गरेर राखेको छ बुवाले, बाख्रा पाठाको लागि, घाँसपातको लागि। अनि अहिले चाहिँ अलि तल गएर सुबाघाटमा बस्दै हिँड्छ। यो चाहिँ सिमल गैरा भन्ने ठाउँ थियो। यहाँ हाम्रो बाल्य अवस्था जोडिएको थियो।